गर्दै गर न त्यही हाम्रो लागि हो हामीले ए होइन न एक्सट्रिम आउँदैछ अस्ति अस्ति केटाहरू क्याब चेक हेरिरहेको थिएँ मैले दामी छ नि त ग्याङ क्याप चाहिँ ठिक छ तिम्रो हान्नुपर्छ भने भन है मेरो त के हान्ने प्रमोसन हुन्छ कि ग्याङ आजभोलि त मैले त त्यसकै लागि गरेर हो कि यस्तो प्रमोसन होस् भनेर अब एउटा आइडिया हो होइन क्याप्चेक भनेको एउटा आइडिया हो कसैले गरेको छैन अहिलेसम्म त्यसैले हामीले गरेको हो अब कसैको आँटै छैन ग्याङ क्यापलाई क्याप भन्ने अनि अब के भन्ने हामीले भन्नै पर्यो नि यार ठिक छ गर्दै गर न भितेनसँग कम्पेयर नगरे ऊ भितेन भन्दा खतरा छ त ऊ तेन्जिङ भितेनसँग गीत पनि छ उसको खतरा गीत छ तेन्जिङ लास्ट बगाल छ भितेन भन्दा रिसाउलाई भितेन तिमीसँग के छैन पर्वले जे पाए त्यो बोल्छ मैले म जिम्मेवार छुइनँ भन न कल गरेर होइन सावधान त्यही त हो नि अब कतिजना के भन्ने अब म त जस्तै अब सबसँग मिल्ने हो होइन अब तिमी त्यो के गरेछ मैले तिमीलाई के सकेसम्म के ग्याङ तिमीलाई के भन्नै मिल्दैन अब तिम्रो आफ्नै छुट्टै तरिका छ तिमीलाई यो नगर त्यो नगर भन्नै मिल्दैन मैले होइन त्यही धोका खाएको छ मैले होइन तिमीले पनि कसैलाई केही भन्यो भने म भन्दिनँ नि त ग्याङ म त तिम्रो ड्यागको सपोर्टमा आइदिन्छु त्यस्तो खालको मान्छे हो म त कसैलाई कि यो नगर त्यो नगर यो नभन यो नभन म भन्दिनँ अब तिमीलाई भन्न मन लाग्छ भन्न मन लाग्दैन नभन होइन अनि परेन त्यतिको मेच्योर हुनु पर्यो कि बच्चाहरूले सक्दैन यिनीहरूले बुझ्दैन तेन्जिङ यार सबै 18-19 वर्षकोहरू छ कसरी सम्झाउनु हामी कस्तो थियो हेर न 18-19मा हामी कस्तो भेजा थियो 18-19मा यिनीहरू के भेजा छ आफ्नो ठाउँमा ठिक छ कि यत्रो तरवार लिएर आइदिएर तेन्जिङ कालधारामा चिक्ने सुटिङ छ तेन्जिङ लिएर आऊ भनेको रणजित बाइकको पछाडि बसेर मान्छे यत्रो तरवार लिएर आइदिएर मलाई त के भन्छ सबजना आफ्नो ठाउँमा ठिक हो होइन गर्दै गर्ने हो भोलि गएर सबको लाइफमा एउटै हो क्या अब कसले कसरी गर्यो कसले कसरी गर्यो झगडै नपर्ने त होइन नि त खतरा छ भन्नेमा हामी डराउँछौँ त होइन नि त खतरा सबैजना खतरा छ नि हामी पनि खतरा छ अरू पनि खतरा छ गर्दै गर पहिला भन्दा राम्रो हुँदैछ गर्नु पर्दो रहेछ कि चाहे त्यो टपको मान्छे होस् चाहे त्यो डन होस् होइन पर्यो नै भने चाहिँ अब गर्नै पर्दो रहेछ कि सकेसम्म त्यस्तो सिचुएसन नहोस् भयो भने त्यही त ग्याङ म पनि सुध्रिन खोजिरहेको कि हेर न गुड बोय किनकि भोलि गएर यस्तो हो नि त मरेर लानु केही छैन होइन के दिएर जाने हो होइन राम्रो गरेर जाने नि त भोलि गएर आफू जाँदाखेरि नि 1-2जनासँग त मैले प्राइभेटमा कुरा सल्टाइसकेँ कि यहाँ पब्लिकमा चाहिँ यिनीहरूलाई थाहा छैन 1-2जनासँग त भिडियो कल गरेर सल्टाइसकेँ कि अब यिनीहरूले त्यो लुरे भन्दैन लुरेसँग नि भिडियो कल गरेको हो तर त्यो मान्छे चाहिँ मलाई मन पर्दैन त्योसँग जे होस् झगडा नगर्ने भने हो मिल्ने पनि होइन मिल्दिनँ म त्यसको नाम लियो भने त्यो फेमस हुन्छ भन्दा नै होला केटाहरूले त्यसले फेमै ह्यान्डल गर्न सक्दैन हो दोस्त त्यसले फेमै ह्यान्डल गर्न सक्दैन कि जब नाम लिँदैमा फेमस हुने भए त नेपालमा कति फेमस हुन्थ्यो मान्छे जस केटा होइन गर्दै गर सकेसम्म अब मलाई थाहा छ केटाहरूको माइन्डसेट के भनेर भन्ने 200जनाको लाइभमा बोलाएको त्यही पनि फेमस हुँदैन थियो अब त्यसकै दोस्त हो मैले के हो जस गर्दै गर केटाहरू काम गर्दै गर होइन मलाई थाहा छ केटाहरू कुन ठाउँदेखि आएको भने मलाई थाहा छ केटाहरू त्यही त त्यो त्यहाँ कसैलाई ठुलो भएकोमा मसँग प्रब्लम छ भने तेन्जिङको होटलमा जाऊ त्यहाँ मेरो क्रेडिट छ त्यहाँ गएर भन न तिर्देऊ न मेरो क्रेडिट तेन्जिङ होइन बरु यिनीहरूले त्यस्तो गरिदिनु नि यार हेटर्सहरूले यार त्योहरू भनेको त्यो सानो कुराहरू हो सकेसम्म मिलाउँ त्यही हो म पनि धेरै झगडा थाकिसक्यो यार दिनदिन कति झगडा हार्ने भोलि गएर बिहान उठ्दाखेरि आनन्दले उठौँ न त्यो भन्दा नि होइन टोलमा हिँड्दा पनि एउटै हो क्या सेफली हो मेन भनेको आनन्द हुनु पऱ्यो क्या हुन्छ नि चिया खान जाने आनन्द चोट तान्दाखेरि आनन्द हुनु पऱ्यो हुन्छ नि त्यो 10 थरी कुरा त्यो दिमागमा गरिराख्नु होइन यताबाट कसले हान्न लाग्यो उताबाट कसले हान्न लाग्यो भनेर सोचिरहनु लास्ट झ्याउ लाग्ने कि हानि त त्यही हो मेन सकेसम्म आफै ठाउँमा टक्क मजाले होइन तर मलाई थाहा छ केटाहरू के हो भनेर जस राम्रो गर होइन निस्किदिनु है आज वाइ लाम भयो आज
4जना अप्सलाई बोलाइसक्यो लाइभमा ल ल ल ल ऊ चाहिँ